नमस्कार, म सुधीर शर्मा। भारत र चीनपछि नेपालबाट सबभन्दा नजिकमा पर्ने मुलुक हो बङ्गलादेश। हाम्रो पूर्वी नाका काँकरबिटाबाट गाडी चढेर गयो भने बङ्गलादेश छिर्न 1 घन्टा पनि लाग्दैन। त्यसैले यति नजिकको मुलुकमा के भइरहेको छ त्यो स्वाभाविक रूपमा हाम्रो निम्ति पनि चासोको विषय बन्ने गर्छ। मैले यहाँ चर्चा गर्न खोजेको सन्दर्भ चाहिँ हालै बङ्गलादेश र चीन बीच भएको केही रणनीतिक सहमतिहरूको बारेमा हो। यसमा एउटा विषय टिस्टा नदी पनि परेको छ, जहाँसम्म कुनै बेला इतिहासमा नेपाली सीमा तन्केको थियो। बङ्गलादेशले टिस्टा नदीको आफ्नो पट्टीको खण्डमा एउटा महत्त्वकांक्षी परियोजना चलाउनको निम्ति चिनियाहरूलाई आमन्त्रण गरेको छ। यो सम्झौता भारतीय पक्षको निम्ति चाहिँ टाउको दुखाइको नयाँ विषय बनेको छ। कारण हो यो प्रोजेक्ट चलाइने जुन इलाका छ त्यो भारतको साँगुरो सोतो जस्तो देखिने, सुरक्षा दृष्टिले निकै संवेदनशील मानिने चिकन स्नेक भनिने इलाकाको छेउमा पर्छ। चीन र बङ्गलादेशले गरेको टिस्टा सम्झौता वास्तवमा के हो र भारतसँगको विवादमा यो किन जोडिन आउँछ, यो भिडियोमा म यसबारे बताउँछु। यहाँ मैले चर्चा गर्न खोजेको अर्को विषय पनि छ, त्यो भने चीन र बङ्गलादेशले बर्माको बाटो हुँदै खोल्न चाहेको नयाँ आर्थिक करिडरका सम्बन्धमा हो। उनीहरूले चाइना, म्यानमार, बङ्गलादेश इकोनोमिक करिडर खोल्नको लागि कुराकानी थालेका छन्। चीनले दक्षिण एसियासँग व्यापारिक सम्पर्क बढाउनको निम्ति यो करिडरलाई प्राथमिकतामा राख्यो भने नेपालतर्फ, हाम्रोतर्फ त्यसको असर के पर्छ होला, यो मामिला पनि म केलाउने छु। भिडियो हेर्दै गर्नुहोला।